हाई गाइस वेलकम टु माई मिनी ब्लग। यो चाहिँ डे 1 इन नेपाल है। यो दिन चाहिँ हामी चाहिँ घर जाने भनेर बिहान ट्याक्सी बुक गरेर बसमा गयौँ। त्यसपछि हामी माइक्रो बुक गऱ्यौँ अनि त्यसपछि गयौँ मलेखुमा गएर हामीले हल्का खाजा खायौँ हल्का फुल्का। अनि त्यसपछि हामी लायौँ नारायणघाटको पुल भइहाल्यो अनि घर पुगेँ। म नुहाएँ अनि यस्तो फ्रेस भएर बसेँ ठ्याक्क बहिनी आएन ल भिडियो खिचौँ न त भने मैले किन नखिच्दा परेर खिचिहालेँ। अनि मकै खाएँ अनि मैले स्कुल चढ्नु बिर्सेँ क्यारे भनेर यसो घुम्न गएको जहाँ बिर्सेर हिँड्छु अनि बुढाबुढी भएर पनि यसो हल्का सपिङ गर्न थियो अनि गयौँ। तर मैले सपिङ गरेको भिडियो खिच्न बिर्सेँ साथीहरू। अनि त्यसपछि मैले पानीपुरी खाएँ। मेरो बुढाले मलाई क्वाप्पै पानीपुरी खुवाइदिइहाल्नु भयो। अनि त्यसपछि पानीपुरी खाएँ। त्यसपछि मम्मीलाई सरप्राइज दिन भनेर गएँ। मम्मी दिदी कहाँ हुनुहुन्थ्यो मम्मी एकछिन टुवा भन्नु भयो। त्यसपछि रुन थाल्नु अनि स्पिचलेसै हुनुभएको थियो। अनि त्यसपछि सबैजना बसेर गफ गऱ्यौँ। ठ्याक्क मम्मीले खाना पकाउँदै हुनुहुन्थ्यो अनि खाना पाक्यो। अनि त्यसपछि सबैजना भएर खायौँ। मम्मीले पकाएको खाना खाएको कति मिठो भयो 8 महिनापछि। अनि दिदी सन्चो थिएन अनि सुतिरहनु भएको। सबैजना भएर गफ गऱ्यौँ हामीले। अनि गफ गरेर भएपछि लास्टमा चाहिँ बुनिया खायौँ। अनि बुनिया खाएर बुढाबुढी भएर अँगालो हाल्दै नाच्दै गाउँदै हामी चाहिँ घर फर्क्यौँ साथीहरू। यही हो डे 2 को लागि फलो गर्नु होला। म डे 2 डे 3 गरेर सबै दिनको हाल्छु। बाई।